सेकेन्ड सिजनको एनपिएल स्टार्ट हुँदैछ होइन, यसको लागि चाहिँ क्यानबाट प्रिपरेसन पुरा भइसक्यो, फ्लड लाइटको कुराहरू भइसक्यो कि छैन, के हुँदैछ? होइन, अब तयारी त लगभग कम्प्लिट हुने अवस्थामा छ। सायद सन्डे हामी प्रेस कन्फरेन्स पनि गर्नेछौँ सबै प्रतियोगिताको बारे होइन। अब सबै तयारी भएर अहिलेको लागि लास्ट 2-3 दिनमा जहिले पनि अलिक बढी कामहरू लोड हुने भएको भएर, तर लगभग प्लेयर्स टिम्स व्यवस्थापनको हिसाबले सबै नै तयारीहरू सकाइसकेका छौँ। अब खालि यो लास्ट 2-3 डेजको फाइनल टचहरू बाँकी छन् र आशा गर्दैछौँ कि जुन माया हामीले पोहोर साल पायौँ त्यसको यो वर्ष पनि निरन्तरता होस्। पहिलो सिजनको एनपिएलबाट सेकेन्ड सिजनमा आउँदाखेरि चाहिँ के कस्तो डिफ्रेन्सेसहरू चाहिँ देख्न सकिन्छ? झन् धेरै माया, झन् धेरै फ्यान फलोइङ, झन् धेरै भनौँ न एक्सपेक्टेसन्स। सो त्यो एक्सपेक्टेसन्स फुलफिल गर्न सकिन्छ सकिँदैन त्यो आफ्नो ठाउँमा छ, तर हामीले गर्न सक्ने सङ्घबाट जे पहलहरू छन् ती पहलहरू गरेका छौँ र वी होप द्याट जो ग्राउन्डमा आउनु सक्नुहुन्छ, ग्राउन्डमा आएर ग्राउन्डमा आउन सक्नेहरू देश विदेश जहाँ जुन कुरामा बसेर पनि नेपाली क्रिकेटलाई सहयोग र सपोर्ट गर्नुहुन्छ। अहिले सबैभन्दा धेरै चासोको विषय भनेको समर्थक र दर्शकहरूकै हुन्छ होइन। उहाँहरूले चाहिँ डिजिटल प्लेटफर्मलाई लिएर लाइभलाई लिएर चाहिँ धेरै क्वेसनहरू क्वेरिजहरू राखिराख्नु भएको छ, त्यसको बारेमा चाहिँ अलिकति स्पष्ट बनाइदिनुहुन्छ कि? होइन, यो त अब आधिकारिक रूपमा क्रिकेट सङ्घले एउटा डिजिटल प्लेटफर्ममा हामी जाने प्लस सब्सक्रिप्सन मोडलमा गएका छौँ। महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि यो संरचना नेपाल क्रिकेटलाई अब बलियो बनाउनको लागि जुन जग बसाल्ने हामी अवस्थामा पुगेका छौँ, त्यसको लागि रेभिन्यू चाहियो। त्यो रेभिन्यू बिना जिल्ला प्रदेशले हामी बलियो बनाउन सक्दैनौँ। नेपाल सरकारले दिने रकम, राष्ट्रिय क्रिकेट आउने रकम भनेको अलमोस्ट न्यूनतमै छ हामीलाई। अब क्रिकेट सङ्घ ओडिया राष्ट्र भएपछि सर्टेन बजेट हो, तर त्यो बजेटमा हामीले राष्ट्रिय टिम तयारी जे व्यवस्थापनमा चाहिँ नपुग्ने भएको अलिकता हामीले डिजिटली चाहिँ अब सब्सक्रिप्सन मोडल गरेर चाहिँ राम्रो रेभिन्यू जेनेरेट गर्ने, त्यो सँगसँगै एउटा प्रतियोगिता आयोजना गर्दै जुन स्पोन्सरसिप हामीसँग जोडिएको छ सबैलाई जोडेर चाहिँ एउटा आर्थिक हिसाबले बलियो हुने चाहिँ यसलाई जिल्ला प्रदेशबाट नै हामीले एउटा व्यवस्थित गर्न सक्ने मेकानिजम भएको भएर चाहिँ टिभीमा इल बी फ्री नेपालभित्र जुन न्युज च्यानलले देखाउनुहुन्छ होइन, त्यो बाहेक चाहिँ डिजिटल्ली चाहिँ सब्सक्राइब गरेर नेपाली क्रिकेटलाई सपोर्ट गरिदिनुहुन्छ भन्ने हामी सबै भन्न चाहन्छौँ। पहिलो सिजनमा हामीसँग टियु ग्राउन्ड थियो होइन, अहिले टियु स्टेडियम भएको छ, त्यो माहौल कतिको फरक हुन्छ जस्तो लाग्छ? ग्राउन्ड त गजबै राम्रो देखिएको छ, तर त्यही पनि लिमिटेड क्यापेसिटी छ। त्यसैले टिकट हुनेहरू टिकट आइदिनु होला, टिकट नभएकाहरू घर बसेरै या जहाँ सक्नुहुन्छ हेरेर सपोर्ट गरिदिनु भन्न चाहन्छु। थ्याङ्क यू।